15वटा गेम पठाएको छ तर झुडो आउनु बाँकी छ। मलाई लाग्छ अहिले भर्खरै उहाँ आउँदै हुनुहुन्छ। त्यसले गर्दाखेरि मलाई लाग्छ अहिले सिङ्गो देश नै तपाईँको खेलकुदमा भइरहेको छ। तपाईँ आफै खेलाडी हुनुहुन्छ होइन, विश्वकप पनि भइरहेको छ अहिले, तपाईँले यकिन गरिराख्नु भएको छ। हामी पनि अनवरत रूपमा चाहिँ यो खेलमा लागिरहेछौँ। मलाई लाग्छ हामी वैशाखदेखि होइन, वैशाखको पहिलो हप्तादेखि यो खेलकुदमा लागिरहेछौँ। यो राष्ट्रपतिदेखि अहिले जुन यो हाम्रो बागमती प्रदेशको खेलकुदसँग सम्बन्धित कुरालाई लिएर हामी विश्राम गरेका छैनौँ, अनवरत रूपमा लागिरहेछ। मलाई लाग्छ यो अभियानमा सबभन्दा चाहिँ एकदमै थकाइ लागेको भएको मलाई लाग्छ हाम्रो यहाँ श्यामजी पनि देखिरहेको छ। अब श्यामजी उहाँ अनवरत रूपमा लागिरहनु भएको छ कि टाइप गर्दा गर्दा उहाँको हात सुनिएको छ है, यस्तो खालको परिस्थिति हाम्रोमा छ कि। त्यसले गर्दाखेरि म सबभन्दा पहिलो त हाम्रो श्यामजीलाई धन्यवाद दिन चाहन्छु, किन उहाँ साह्रै नै खट्नु भएको छ है। उहाँलाई धन्यवाद दिन चाहन्छु। हामी पनि लागिरहेको छौँ तर उहाँभन्दा कम लागेको छ, किनभने काम त उहाँले गर्ने हो, हामीले त यसरी बोल्ने हो, तपाईँले चाहिँ एउटा खालको चाहिँ परिस्थिति निर्माण गर्ने हो होइन। त्यही हिसाबमा खेलकुदमा त्यो खालको चाहिँ एउटा चाहिँ उत्साहका साथ अगाडि बढ्छ। त्यसले गर्दाखेरि मलाई लाग्छ हिजोको दिनमा काठमाडौँमा तपाईँलाई सबैले चिनेकै के अरे बुझेकै होला है, तपाईँ देखेकै होला, काठमाडौँलाई हामीले राष्ट्रपतिमा पनि पहिलो बनाउन सफल भयो होइन। किनभने हिजो मलाई लाग्छ दोस्रो पटक, मलाई लाग्छ आउने सालमा हामी तेस्रो पटक ह्याट्रिकै गर्छौँ, किनभने काठमाडौँमा त्यो खालको गतिविधि गर्ने त्यो खालको चाहिँ होनहार खेलाडीहरू काठमाडौँमा छ। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने म पनि काठमाडौँको अध्यक्षको हैसियतले म आइरहँदाखेरि मैले पनि यही सोचेर आएको, किनभने म काठमाडौँको अध्यक्ष भइसकेपछि मैले काम गर्न सकिनँ भने त यहाँ आएको कुनै अर्थ भएन नि त। त्यसले गर्दाखेरि काम गर्नुपर्छ भन्ने जुन एउटा मेरो मूल उद्देश्य, त्यो उद्देश्य पुरा गर्नकै लागि म आएको। किनभने अब जे भए पनि एउटा पार्टीगत एउटा चाहिँ एउटा व्यवस्था भएको हुनाले कुनै एउटा पार्टीले मलाई पठायो होइन, तपाईँहरू खेलाडी सबैको पार्टीको हो है त, तपाईँ सबै पार्टीको हो होइन। हामी एउटा विशेष पार्टीको हिसाबमा हामीले पठायो, कमसेकम यो पठाइसकेपछि मलाई लाग्छ तपाईँलाई पनि मलाई थाहा छैन होला कि म कुन पार्टीको भन्ने कुरा कति अब खेलाडी थाहा पनि दिनुहुन्न, मेरो त्यो बुझाइ छ। किनभने कमसेकम खेलमा लागिसकेपछि खेलाडी भनेको देशको हुन्छ होइन, खेललाई हाँक्ने अध्यक्ष पनि देशकै हुन्छ, यो मेरो मूल मन्त्र हो कि। त्यसले गर्दाखेरि यो अभियानमा तपाईँहरू जोड्नु भएको छ। अब हामी धेरै कुरा गर्नुभन्दा पनि मलाई लाग्छ हामीले 12 बजे नै भन्ने कुरा थियो, फेरि दुईजना साथीले 12 बजी ठ्याक्कै नगरौँ, 12:15 12:30सम्म गरौँ भन्ने कुरा थियो। त्यो हिसाबमा हामी आएको छौँ। यो अभियानमा मलाई अझ राम्रो हिसाबमा सहयोग गरिराख्नु भएको मेरो कोच सदस्य रोहितजी हुनुहुन्छ, उहाँलाई पनि म एकदम धन्यवाद दिन चाहन्छु। अनुरोध रूपमा लागिरहनु भएको छ, त्यसले हाम्रो राजीको पनि अनुरोध रूपमा मलाई सहयोग गरिराख्नु भएको छ। अन्य सबै कुमारजी त अब हाम्रो कुमार पौडेल त म जहाँ जहाँ गयो त्यहाँ चाहिँ उहाँ त एउटा एकदम नामुर के अरे जारी मात्र होइन, उहाँ त एकदम सुप्रसिद्ध गायक होइन। तपाईँले उहाँको अस्ति रङ्गशालामा गीत कति हेर्नुभयो, भाइरल भएको होइन, त्यस्तो खालको एउटा होनहार व्यक्तित्व पनि हुनुहुन्छ हाम्रो कुमार, उहाँले पनि एउटा आजलाई त्यो सबैकै सबै अशोक गुरुङ हाम्रो सबै तपाईँ सबै लगायतलाई म एकदमै धन्यवाद दिन चाहन्छु। किनभने तपाईँको प्रेरणाले, तपाईँको एउटा लगनशीलताले कमसेकम अस्तिको राष्ट्रपति उन्नाइस प्रतियोगितामा स्थानीयदेखि जिल्लादेखि प्रदेशदेखि केन्द्रसम्म काठमाडौँ फर्स्ट भयो होइन। कमसेकम हामीले सिलै उठाउन सफल भयो। अस्ति मलाई भर्खर हाम्रो चाहिँ सदस्य सचिव चाहिँ दीपक लामले भन्नुभयो, भाइजी यति तपाईँ नलाग्नु भइरहेको भए त बर्बादै हुन्थ्यो, किनभने काठमाडौँ एउटा आधार क्षेत्र हो उहाँको पनि। यदि काठमाडौँ चल्दैन भने बागमती गयो क्या, गयो, तपाईँलाई थाहा छ नि त। काठमाडौँ चलेन भने बागमती गयो, त्यो यहाँ बागमती मात्र होइन 7वटा प्रदेशमा होला, 7 प्रदेशमा पनि एउटा हामी मैले भन्ने गरेको छु कमसेकम एउटा आधार हुने हो यो काठमाडौँ भनेको। सारा प्रदेशका मान्छे पनि यहाँ आएर बसेका छन् होइन, एउटा माइग्रेन्ट भएर आएर बसेका छन्। भर्खरै मलाई चाहिँ रामे साहब अध्यक्षले, उहाँ हाम्रो चाहिँ वरिष्ठ सदस्य हुनुहुन्थ्यो मसँगै, रामे साहब अध्यक्षले फोन गरेर मलाई के भन्नुभयो, अध्यक्षज्यू हामी त बर्बादै भयो, मेरो कमसेकम अरू केही नगरे भने तपाईँको त अब 16 पदक कति हाम्रो त 16 पदकै छैन। अब एउटा बिचरा भगवती खड्का, तपाईँ नाम सुन्नुभयो होला, एकदम होनार त्यो चाहिँ एथलेटिक्सको खेलाडी, यहीँबाट खेल्थ्यो उहाँ, काठमाडौँबाट खेल्नुभयो होइन। उहाँ चाहिँ कहाँको रामे साहब होइन, रामे साहबबाट उहाँ किन रामे साहबले किन खेलेर भन्दाखेरि त एउटा खेलाडीलाई हुनुपर्ने कुरा त हुनुपर्ने होला नि त। मैले त्यही उहाँलाई त्यही भन्थेँ, किनभने तपाईँले यहाँबाट खेल्नु भनेर मात्र हुँदैन, खेलाडी मान्नु पऱ्यो क्या भने, खेलाडी मान्नु पऱ्यो नि त। खेलाडी मान्नुपर्छ भन्नुको मतलब के हो भने उहाँलाई यही एथलेटिक्सको गुरुहरू खै उहाँ हुनुहुन्छ, जगेन्द्र गुरुङ भएको छ, उहाँहरूले त्यो खालको उहाँले प्रशिक्षित गर्नुभएको छ होइन, प्रशिक्षित गर्नुभएको छ, उहाँले सुविधा दिनुभएको छ, लाउने बस्ने हस्टेलको सबै व्यवस्था गरेर त सायद उहाँ नगएर यहाँबाट खेले होला नि त। हो मैले भन्नु जोडाइ कुरा के हो भने काठमाडौँ त्यो खालको एउटा आधार हुने हो खेलको लागि, तपाईँ हामी यहीँ छौँ। त्यसले गर्दाखेरि यो अब चाहिँ हाम्रो एउटा परीक्षण पनि हो, किनभने मलाई लाग्छ मेरो यो जिल्ला खेल विकास समिति मार्फत होइन अन्तर्गत तपाईँको मलाई लाग्छ 40-50 जना कोचहरू छ। उहाँको काम के हो भने कमसेकम काठमाडौँमा रहेका खेलाडीहरूलाई मजबुत बनाउने, उहाँलाई ट्रेनिङ दिलाउने होइन, उहाँलाई चाहिँ एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा उहाँलाई चाहिँ चिनाउने होला नि त। त्यही भएर मैले बारम्बार भन्छु हाम्रो यो चाहिँ कुमारको टिम हुनुहुन्छ, सबैले भनिरहेको छ, किन म यहाँ काम गर्न आएको मान्छे, म अर्कोले जान्दिनँ होइन, रिजल्ट चाहियो मलाई, त्यसको लागि मैले गर्नुपर्ने कुरा म गर्छु
होइन, मेरो तर्फबाट मैले गर्ने काम गर्ने हो, तपाईँले गर्नुपर्ने कामको तर्फबाट तपाईँले गर्ने हो। हाम्रो समान उद्देश्य भनेको खेलाडीलाई राम्रो हिसाबमा राख्ने हो। त्यसले गर्दाखेरि मलाई लाग्छ यो अभियानमा हामी छौँ र अब कुरा म के राख्छु भन्दाखेरि अब यही चाहिँ तपाईँको चाहिँ 3 गतेदेखि हुन त एथलेटिक्सको 31 सुरु गरिसकेको छ होइन, उहाँहरू अघि नै जानुहुन्छ। अब यो बागमतीको 15वटा गेमको अब स्वाभाविक रूपमा 3 गते उद्घाटन हुन्छ हेटौडामा। यसको हिसाबमा 3टा स्थल हामीले चयन गरेका छौँ। 8-9वटा गेम हेटौडामा, 4वटा गेम हेटौडा के अरे तपाईँको चितवन काठमाडौँमा, 2टा गेम चितवनमा। यसरी 3टा स्पट तोकिया छ। अब मलाई लाग्छ सबै आजको दिनसम्म आइपुग्दा हामी अनुगत रूपमा लागेर सबै फाइलहरू हामीले सम्पन्न गरेका छौँ। अब तपाईँको काम के हो त भन्दाखेरि अब 2टा कुरा हुन्छ। पहिले हिजो दाजुलाई पनि भने, हिजो मैले त्यहाँ बागमती प्रदेशमा सम्बन्धित मान्छेहरूसँग कोअर्डिनेसन गरेँ। उहाँले के भन्नुभयो भने अध्यक्षज्यू अब अलिक छिटो गरिदिनुहोस् होटेलको व्यवस्थापन होइन। तपाईँको मलाई लाग्छ 195मा 200जना खेलाडी हाम्रो हेटौडा जाँदैछ होइन, 40-50जना खेलाडीहरू चितवन जाँदैछ, अरू बाँकी रहेको काठमाडौँमा छ होइन। त्यसले गर्दाखेरि अब हामी त मिलाउनु पऱ्यो नि त। त्यो मिलाउने सन्दर्भमा मलाई के लाग्छ भने अब त्यहाँको चाहिँ प्रमुख बोर्डको सदस्यले होटेलको हिसाबमा मलाई जिम्मा दिएको छ। तपाईँले ठिकै छ, तपाईँ भन्नुहुन्छ आफ्नो हिसाबमा गाडीको कोच व्यवस्थापक र अरूलाई पठाएर पनि गर्नु सक्नुहुन्छ, होइन भने तपाईँले सहयोगको लागि हामीलाई खटाएको छ सदस्य सचिवज्यूले भनेर उहाँले मलाई के भन्नुभयो 1400 रुपियाँ लाग्छ पर पर्सन, त्यो हिसाबमा चाहिँ गर्ने कि नगर्ने भन्नु। मैले भने अब मैले मात्रै निर्णय गरेर हुँदैन, मेरो यहाँ प्रतिनिधि हुनुहुन्छ, अब अन्य मेरो कोच हुन्छ होइन, बोर्ड सदस्य हुनुहुन्छ, उहाँसँग समन्वय गरेर म तपाईँलाई के गर्ने भन्ने कुरा गर्छु भने। तर आज पनि उहाँले फोन गर्नुभएको छ। अब तपाईँले मलाई यति कुरा एउटा निष्कर्ष दिलाउनु पऱ्यो कि अब 1400 रुपियाँ के भयो। अब जस्तै मलाई लाग्छ 1700 रुपियाँ आउँछ खेलाडीलाई भत्ता सबैलाई। 1700 दिनको 2000 हो, 2000मा कर कति गरेर 1700 भन्ने कुरा छ है। अब तपाईँले पनि त्यो बुझ्नुहोस्, किनभने त्यहाँ त्यस्तो हुँदैन। उहाँले एउटा भरपाई पठाइदिएको हुन्छ, त्यो भरपाई तपाईँले आफ्नो सम्बन्धित खेलको हिसाबमा भरपाई बुझाउनुपर्छ, त्यो हिसाबमा तपाईँले गर्नुहुन्छ। अब तपाईँले मलाई एउटा निर्णय के दिनु पऱ्यो भने कमसेकम होइन अझै हामी यो यताउता गरेर 1400मा एसीवाला भनेको छ है। फेरि मलाई एसीवालामा एक टाइम मासु र भात, एक दिन भेज अनि एक टाइम भेज अनि ब्रेकफास्ट, यो 3 टाइम खुवाएर 1400मा लजिङ फुडिन त्यो खालको चाहिँ व्यवस्था बनाएको छु। तपाईँले मलाई चाँडोभन्दा चाँडो त्यो निर्णय गराइदिनु भन्नुभएको छ कि। त्यसले गर्दाखेरि तपाईँलाई होइन अझै अब हामीले छ्याउ हुन्छ, तपाईँ अब एकमुष्ट हिसाबमा गरिदिनु भयो भने म आजै डाउन गरिदिन्छु, सकिएको। तपाईँ जानुहुन्छ, आनन्दले बस्नुहुन्छ। भने मेरो एउटा उद्देश्य के हो भने फेरि खेलाडीहरू पनि छिन्ने बेला नहोस्, एकै ठाउँमा भयो भने सही हुन्छ भन्ने मेरो बुझाइ होइन। अब कहिले कसैले त भन्नु होला, हिजो कति हाम्रो कोचले मलाई भन्नुभएको थियो सकेसम्म हामीले आफ्नो हिसाबमा जाँदा पनि हुन्छ कि भन्ने कुरा गर्नुभएको थियो कि। मैले उहाँलाई भने अब कमसेकम तपाईँ जान्छ, अब अर्को ठाउँमा बस्दिनु होला, अर्को बस्ला होइन, बस्दाखेरि अलिक समस्या होला कि। तर एकै ठाउँमा भयो भने सबै चिन्जान पनि हुने हो होइन, सबै एकै ठाउँमा भयो भने सहिलो पनि हुने हो। त्यसले गर्दाखेरि मलाई लाग्छ सबभन्दा राम्रो एकै ठाउँमा बस्दा राम्रो हुन्छ भनेको तपाईँहरूलाई सुझाव है। अर्को चाहिँ अब तपाईँको अहम भूमिका भनेको कमसेकम आज हामी फाइल हस्तान्तरण गर्छौँ तपाईँहरू सबैलाई। आज मलाई लाग्छ हाम्रो यो चाहिँ खेलकुदको अब तयारीको अन्तिम अवस्था हो है। अरू त मलाई लाग्छ अरू त अझै आज पनि सिलेक्सन गरिरहेको हामीले देखिरहेको छौँ। त्यसले गर्दाखेरि तपाईँलाई आज हामी फाइल हस्तान्तरण गर्छौँ। तपाईँको अहम भूमिका के हो भने मैले अघि नै भने कमसेकम तपाईँले आफ्नो खेलाडीलाई कमानमा राख्ने होइन, कहीँ कतै त्यस्ता खालका गतिविधिमा नलगाउने, कमसेकम त्यही गएदेखि आएसम्मको परिस्थिति तपाईँहरूको जिम्मामा हुन्छ। भोलि कहीँ कतै चाहिँ पुरानो कोचले पुरानो व्यवस्थापकले यो खालको चाहिँ यस्तो भयो भन्ने कुरा काठमाडौँले सुन्न नपरोस्, यही हो मेरो चाहना होइन। कमसेकम तपाईँलाई जुन एउटा विश्वासका साथ मैले चाहिँ तपाईँले नियुक्त गरेँ नि त सबैलाई होइन, व्यवस्थापकदेखि कोचदेखि सबैलाई त्यो खालको टिम अफिसियल टिमसँगको एउटा समन्वय सकारात्मक हिसाबमा हामी गयौँ भने स्वाभाविक रूपमा एउटा नतिजा राम्रो आउँछ भनेर मैले त्यो अनुसार तपाईँलाई विश्वास गरेर आज त्यो फाइल बुझाउँदैछु। त्यसले गर्दाखेरि मलाई लाग्छ 1545को हिसाबमा 30-40जना तपाईँहरू आज आउनु भएको छ। त्यसले गर्दाखेरि त्यो फाइल तपाईँले बुझिसकेपछि सम्बन्धित ठाउँमा गएर जस्तै काठमाडौँ रहनुहुन्छ, हेटौडामा छ त्यो हेटौडामा जानुहुन्छ, अरू बाँकी यता 2टा चितवनमा जानुहुन्छ। त्यो हिसाबमा तपाईँले आफ्नो चाहिँ कर्तव्य आफ्नो दायित्व पुरा गर्नुहुन्छ भन्ने मैले अत्यन्तै विश्वास लिएको छु। र आउँदाखेरि कमसेकम एउटा रिजल्ट काठमाडौँले स्वाभाविक रूपमा बागमती प्रदेश जित्यो है भन्ने खालको एउटा रिजल्ट चाहिँ एउटा निष्कर्षमा पुऱ्याएर मात्रै तपाईँहरू पर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र अर्को थप कुराहरू भनेको अर्कै छ है। अनि यसमा चाहिँ अब 1400 जुन तपाईँले भन्नुभयो त्यो चाहिँ हेटौडाको हकले मात्रै भयो, चितवनमा चाहिँ उहाँहरूले 1000 रुपियाँ भन्नुभएको छ। काठमाडौँको हकमा चाहिँ हामीले आफूले म्यानेज गर्न सकिन्छ भने चाहिँ दिने भन्ने कुरा आज भर्खर एउटा जुम मिटिङ गर्दा आयौँ हामी सदस्यसँग। उहाँले हामीलाई 13वटै जिल्ला परिषदलाई निर्देशन के दिनुभयो भने सम्बन्धित ठाउँमै किट्सहरू सबै उपलब्ध गराउने अनि तपाईँले घरमै हामीले पठाइरहेको भर्खर हामीले हेऱ्यौँ
भरपाई भएको हकमा तपाईँलाई सबैले अब हामी फाइलमै राखेर भरपाई बनाइदिन्छौँ। त्यो कुरा उसले हजुरलाई 2000 त्यो हामीले त्यो भएन कसैको दिनुपर्ने कुरा दिनुपर्छ होइन त्यो कुरा भयो। जस्तै 2000 को हिसाबमा कर कब्जा गर्छ, कर कति गरेर बाँकी रहेको कुरा तपाईँले पाउनुहुन्छ होइन। ट्र्याकहरू पनि स्पटमै दिनुहुने कुरा छ। त्यसले गर्दाखेरि त्यो हो चितवनको हकमा त 1000 भनेको छ। त्यो दुईवटा गेम हो जम्मा त्यहाँ होइन। एउटा चाहिँ कराटे र एथलेटिक्स क्रिकेट महिलाको त्यो हिसाब मात्र छ। अरू सबै 4वटा यहाँ छ, 9वटा त्यहाँ छ। त्यसले गर्दाखेरि त्यो हिसाबमा तपाईँहरूलाई कहीँ कतै त्यस्तो खालको चाहिँ कन्फ्युजन होइन। अब जाने कुरामा पनि त्यही कुरा छ। जाने कुरा पनि इन्डिभिजुअलै जाने, आफ्नो टिम लिएर जाने। इन्डिभिजुअल गेममा त सजिलो हुन्छ, ग्रुप गेममा चाहिँ नि लान ल्याउन खालि अब कुरा कस्तो हो? यहाँबाट कसरी जाने यहाँबाट आफै इन्डिभिजुअलै जाने। किनभने तपाईँले उतै पाउनुहुन्छ सबै त्यो एनाउन्सदेखि लिएर भन्नु गाडा जाँदाखेरि बाटोमा खर्च हुन्छ खानाको अनि हजुर त्यहाँ गइसकेपछि सबै पाउनुहुन्छ। अब यहाँ व्यवस्थापन गरेर जाने, त्यहाँ गइसकेपछि तपाईँले पाउने कुरा सबै पाउनुहुन्छ ट्रान्सपोर्टेसनदेखि लिएर। किनभने यहाँबाट अब हुन त पैसै छैन हामीसँग हेर्नु होइन। किन उनीहरूले जितेको यहाँ पठाउने कुरा आएन। किन यहाँबाट अब यहाँ ल्याउनुसँग उनीहरूले अलिकति पेसको सोर्सहरू दिनुपर्ने हो भनेर यस्तो मेन चाहिँ पेसको कुरामा कस्तो हुन्छ तपाईँको यस्तो त काठमाडौँ जिल्लामा खर्च चाहिँ जाने गर्छ त्यो दिनको भनौँ न भत्ता मैले तपाईँलाई कस्तो भइरहेको छ होइन। हाम्रो चाहिँ देवकोटा पनि मैले हिजै बनाएँ। किनभने सबै कुरा पाउनु तपाईँले त्यही पाउने भइसकेको छ। अब तपाईँले सपोज एउटा मैले 10,000 तपाईँलाई पेस्की दियो भने त्यो पेस्की यहाँ आउँदैन, भोलि बेच्नु हुन्छ बेच्नु सम्बन्ध टेन्सन होइन साइन गरिसकेपछि त्यो त बुझाउनै पर्यो नि हामीले उतैबाट आएको थियो। उतैबाट आएको हुनाले यहाँ दिनलाई समस्या भएन। आज तपाईँले चेकै दिन्थ्यो हामीले, तर तपाईँले बुझ्नुहोस् किन सबै उतै दिनु भइसकेपछि यहाँबाट दिनलाई के हुन्छ छन् त छँदै दिने काठमाडौँ हेर्नु पैसै छैन उहाँ सबै